नमस्ते, म सुजन। सिभिली सुजनमा हजुरहरूलाई स्वागत छ। आज हामीले 1 क्युबिक मिटर ब्रिक वाल कन्स्ट्रक्सन गर्नको लागि त्यसमा चाहिने नम्बर अफ ब्रिक निकाल्न गइरहेका छौँ। सबैभन्दा पहिला एउटा ब्रिकको स्ट्यान्डर्ड साइज थाहा पाउनुपर्ने हुन्छ। नर्मल्ली नेपालमा प्रयोग गरिने एउटा ब्रिकको स्ट्यान्डर्ड साइज 230, 110 र 55 mm हुने गर्छ। तर त्यसमा हामीले 10 mm को मोटार प्रयोग गर्छौँ। यसरी एउटा ब्रिकको टोटल साइज भनेको 240, 120 र 65 mm हुन आउँछ। अब हामीले त्यो ब्रिकको भोल्युम निकाल्न पर्ने हुन्छ। भोल्युम निकाल्नका लागि हामीले ब्रिकको लम्बाइ, चौडाइ र उचाइलाई मल्टिप्लाई गरेर यसको भोल्युम निकाल्छौँ। अब हामीले 1 क्युबिक मिटरमा कति नम्बर अफ ब्रिक आउँछ भन्ने कुरा निकाल्नको लागि त्यो वालको भोल्युमलाई एउटा ब्रिकको भोल्युमले डिभाइड गर्दाखेरि टोटल नम्बर अफ ब्रिक आउने गर्छ। तर रियल फिल्डमा सर्टेन पर्सेन्ट अफ वेस्टेज जान सक्छ। यसका लागि हामीले 5% एड गर्छौँ। यसरी टोटल नम्बर अफ ब्रिक निकाल्नको लागि माथि आएको नम्बर अफ ब्रिकलाई 1.05 ले मल्टिप्लाई गर्दाखेरि टोटल नम्बर अफ ब्रिक आउने गर्छ। र यो भिडियो जानकारीमूलक लागेमा हाम्रो पेजलाई फलो गर्नुहोला।